हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि आज चाहिँ म चाहिँ फेरि पनि हाम्रो पलेधापको खेतमा आएको छु। अनि यहाँ चाहिँ आज चाहिँ हामीले ट्र्याक्टर लगाएर यहाँनिर खेत जोत्दैछौँ। अनि अघि नै बिहानै आइकन म र डेडीले चाहिँ यहाँनिर मलहरू सबै छरेर जोत्नेको लागि खेत चाहिँ रेडी गरेर राखेको थियौँ। अनि मैले मल छरेको चाहिँ भिडियो गर्नु पाइनँ किनकि हतार थियो होइन, ट्र्याक्टर आउनेवाला थियो, त्यही भएर। अनि अहिले चाहिँ म चाहिँ यहाँ खाजा र चिया बनाउनु थाल्दैछु साथीहरू। अनि म चाहिँ अहिले यहाँनिर दुधको चिया पकाउँदैछु साथीहरू। चिया चाहिँ पाकिसकेको छ अब यहाँनिर। अनि म चाहिँ यहाँनिर सादा पानी पनि बसाउँदैछु। डेटी चाहिँ कलरवाला चिया खानुहुने अरे, अनि सादा चिया। अनि म चाहिँ यहाँ भान्जीलाई पनि यहाँनिर जिस्काउँदैछु, खाजाहरू पनि बनाउँदैछु। अनि ऊ चाहिँ मिस्त्री खाँदै बसिरहेको छ यहाँनिर। अनि साथीहरू छेमाहरूको चाहिँ हेर्नुहोस्, यहाँ नुन राख्ने बोरामा राख्नु हुँदो रहेछ चुला माथिबाट। यसरी राख्यो भने चाहिँ बिल्लिँदैन होइन। अनि एकदमै राम्रो आइडिया हो यो चाहिँ। अनि यहाँ चाहिँ पानी उम्लिनु आँटेको छ साथीहरू। अनि पानी उम्लेर पनि मैले चाहिँ चाउचाउ हालिसकेँ अहिले। अनि म चाहिँ यहाँ खाजा बनाउँदैछु। छिटो छिटो अलिक हतार छ, जोतिसक्नु आँटेको छ ट्र्याक्टरले चाहिँ। अनि त्यही भएर म चाहिँ अलिक हतारमा यहाँनिर खाजा बनाइरहेको छु। साथीहरू खाजा चाहिँ पाकिसक्यो होइन। अनि म चाहिँ त्यो बलेको दाउराहरू चाहिँ सबै मुनि अर्को चुलामा सार्दैछु। अनि यहाँ चाहिँ पस्किनु पनि थालेको छु मैले खाजा चाहिँ। अनि त्यो ट्र्याक्टर जोत्ने दाइहरूलाई पनि मैले बोलाएको छु खाजा खानुलाई। खाजा खाने चाहिँ 2 जना हुनुहुन्छ दाइहरू। अनि अहिले चाहिँ आउनु भइसकेको छ यहाँनिर खाजा खानु हुँदैछ दाइहरूले। अनि दाइहरूले चाहिँ त्यहाँ खाजा खानु हुँदैछ। म चाहिँ यहाँनिर भान्जीलाई चाहिँ यहाँ खोले भात बनाइदिँदैछु। अनि मलाई चाहिँ यहाँनिर अस्तिदेखि निमाउनु मन लागेको थियो कोइला होइन। अनि म चाहिँ चुलाबाट निक्लेको कोइलाहरू चाहिँ यहाँ हालेर निमाउँदैछु। अनि कति बेरमा निप्दो रहेछ भनेर। अनि यहाँ सबै कोइलाहरू हालेँ। अनि फेरि मैले यसलाई ढक्कन लगाएँ। अनि यो चाहिँ कोइला अहिले एकछिनमा मैले खोलेँ अनि फेरि होइन। अनि यहाँनिर चाहिँ कोइला सबै निभिसकेको थियो, कस्तो मजाले हेर्नुहोस् त साथीहरू। अनि साथीहरू मेरो चाहिँ हालत हेर्नुहोस् त यहाँनिर होइन, यस्तो भएको छ। काम गरिसक्दाखेरि यहाँनिर खाजाहरू बनाइसक्दा ओर्दा आगोमा गरमले पसिनाले खलखल भएर। अनि भाँडाहरू चाहिँ माझ्नु लग्दैछु म चाहिँ। दाइहरूले चाहिँ खाइसक्नु भयो खाजा चाहिँ। अनि अब म यो भाँडाहरू माझिसकेर चाहिँ यहाँनिर म हजुरहरूलाई अघि जोतेको हाम्रो खेत चाहिँ देखाउनु लगिरहेको छु, कस्तो भइसकेछ जोत्दाखेरि चाहिँ। अहिले चाहिँ साथीहरू मैले चाहिँ होइन भाँडासाँडा धोइसकेर पनि यहाँनिर जोतिसकेको हाम्रो खेत देखाउँदैछु हजुरहरूलाई। अनि कस्तो राम्रो देखेछ जोतिसक्दाखेरि चाहिँ यहाँनिर हेर्नुहोस् न। अनि अब चाहिँ हामी घर जान्छौँ एकछिनमा, यहाँनिरको कामहरू सबै सक्यो साथीहरू। अहिले चाहिँ यहाँनिर घर आइपुगेको छौँ। अनि म र डेडी चाहिँ। अनि म चाहिँ यहाँ गाडी धुइधाइ गर्दैछु साथीहरू। म चाहिँ भिडियोको एन्डसम्म आइपुगेको छु यहाँनिर। अनि हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो कमेन्ट गरेर भनिदिनु होला। अनि अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि फेरि यस्तै भिडियो लिएर आउने नै छु म, तबसम्मको लागि धन्यवाद।